पाखमा जन्मिएको मान्छे तिमीले त अझै गर्नुपर्छ। आज म्याडम जाऊ छोडेर बस अङ्गाल आलो म्याडमसँग भने म्याडम आजदेखि तपाईँले ढाक्दैन। आज मैले थाहा पाएँ जीवन के रहेछ, जीवन कहाँबाट सुरु हुँदो रहेछ। तिमीले जाऊ बेटा आज अङ्गाल हालेर भनेको छु। बेटा आज म्यामसँग अङ्गाल हालेर म्याडम आज तपाईँलाई अङ्गाल हालेर भनेको छु। भगवान् तपाईँ हुनुहुँदो रहेछ, संसार तपाईँ हुनुहुँदो रहेछ। आजदेखि गरेका गल्तीलाई मैले आजदेखि गरेका गल्तीलाई सबैलाई बिर्सिन्छु म्याम। आजदेखि म सही गन्तव्यमा हुन्छु। जाऊ बेटा अझै नसिब बच्चालाई बिचरा आज कस्तो तालिम भयो म्याडम। आज हेर्नुहोस् गाउँपालिका अध्यक्षज्यू आज बच्चाले आत्मसम्मान खोजेको रहेछ। अरू सबै बिर्सिन सक्छ तर यो पल बिर्सिन सक्दैन। आउ छोरी आज अङ्गाल हालेर भन्ने आमालाई आज भन्ने हो। आज हुन दिनुहोस् सर, केही फरक पर्दैन। रुन दिनुहोस् आज बच्चालाई, केही फरक पर्दैन। आज रुन दिनुहोस्। आज यिनले अनुभूति गर्नुपर्छ, मान्छेले अनुभूति गर्नुपर्छ। यो ड्रेस हेर बाबु, आमाले किनिदिएको छ, बाबाले किनिदिएको छ। जब हामीले यो ड्रेसको इज्जत गर्न सक्दैनौँ भने बाबु हाम्रो जन्मिएको अर्थ के हुन्छ? आजदेखि कहिल्यै पनि आमा बोलाउन नाच्नु। आमाले जे दिनुहुन्छ त्यही गर्नु, बाबाले जे गर्नुहुन्छ त्यही दिनु। त्यो नानीलाई उठाएर उता अफिसतिर लिनु होला म्याम। त्यही भएर बाबु, त्यही भएर जीवन एकचोटि मात्रै मान्छेले जन्म लिन्छ। त्यही भएर आज अङ्गाल हालेर भने म्याडमलाई